हेलो, नमस्ते, वेलकम छ सबैजनालाई आजको मेरो यो छोटो भिडियोमा। आज चाहिँ प्रियांशको स्कुलको लास्ट डे हो नि त। स्कुलमा ल्याउन गएको थिएँ। निस्किने बित्तिकै त्यसलाई मैले जिस्काएको नि त। आज तेरो लास्ट डे स्कुलको होइन, कस्तो लाग्दैछ तँलाई होइन? त्यसरी भन्दै घरमा आएँ। घरमा आएर चाहिँ यसको यो ज्योमेट्री बक्सहरू देखाउँदै थियो क्या, पुरानो भइसक्यो मम्मा, अब नयाँ स्कुलमा नयाँ किन्नु ल भनेर भन्दै थियो हो। मैले सबै नयाँ किन्नुपर्छ होइन, सबै कुरो किनिदिन्छु भनेर भने त खुसी भइरहेको थियो हो। त्यही एक्साइटेड पनि छ अब नयाँ स्कुल जानुको लागि। मैले भने तेरो ब्यागबाट के छ निकाल भनेर स्कुलबाट आउँदाखेरि चाहिँ के खानेकुरा स्न्याक्सहरू किनिमाग्छ नि त। किन्दैन फेरि मेरो हैरान हत्तु हुन्छ। त्यत्तिकै बत्ती गएको थियो। बत्ती गएर चाहिँ आमा छोरा चाहिँ बाहिर भित्र गरिरहेको थियो। आज बिहानदेखि पानी परेको थियो, चिसो मौसम भइरहेको थियो हो। सफा नभए त पुरा गरम हुन्छ नि त। फेरि भित्र आयो। भित्र आएर चाहिँ भन्छ हो, अब फोनमा त ब्याट्री सकिसकेको थियो यसको, अब फोन छैन खेलाउनु। छटपट भएर मलाई त के हो, अब जिस्काइरहेको थियो मलाई, के वाक्कै पार्दै थियो नि जिस्काउनु भन्दा पनि। घरिको त्यहाँ जान्छ, घरिको यता आउँछ, घरिको उता जान्छ, मलाई पनि केही गर्नु दिएको थिएन हो। मेरो पनि काम बन्द भइरहेको थियो। बत्ती पनि छैन, वाइफाई थिएन, अब कसरी काम गर्नु है। फेरि बाहिर जाउँ न मम्मा अरे। फेरि बाल्कनीमा निस्केर त्यही सिनरी हेर्नु अरे। सिन भने कस्तो छ अब यस्तो बाटो घर फेरि भित्र आएर चकचक गर्न थाल्यो हो। रोशनीको बहिनीको योहरू निकालेर लाउन थाल्यो हो। कस्तो देख्दैछु भने क्युट देख्दैछु भनेर सोध्दै थियो। फेरि आयो चेयरमा, त्यही यता घुम्छ उता घुम्छ। खाना खाएर पनि फेरि अब यसलाई केही छैन, भोक मात्रै लाग्छ क्या। के खाँदै थियो हो। जस्तो बत्ती आयो, आम्मा सानो नाचेको होइन खुसीले क्या, अब फोन खेल्नु पाउँछु, टिभी हेर्नु पाउँछु भनेर हो। नाचेको थियो खुसीले। त्यत्तिकै मेरो कामहरू अब स्टार्ट गर्नु थियो होइन। भाँडाहरू पनि मोलेको थिइनँ बत्ती नभएर हो। यो मेरो पछि हिँड्छ नि त, केही गर्नु दिँदैन क्या अँध्यारोमा। मैले अलिअलि त्यो खाना खाएर उब्रेको भाँडाहरू मोल्दै थिएँ होइन। यो भाँडाहरू मोलिसकेर चाहिँ एकछिन मेरो यो फोटो हेर्दै थियो। आज ग्रेजुएसन डेमा फोटो दिएँ नि त यिनीहरूलाई। फोटो हेर्दै थिएँ, एकदम मोटी निकाल्दैछ क्या मलाई त। यत्तिकै म चाहिँ भिडियो बनाउँदै थिएँ, अब केही थिएन होइन। यस्तो भालेहरू थियो 3टा त्यहाँनिर। यो मेरो प्लान्ट चाहिँ मैले खासमा यसलाई चाहिँ भित्र राखेको थिएँ। त्यो मर्नु आँटेर चाहिँ मैले फेरि यसलाई बाहिरै अब हावामा आओस् त्यहाँ राखिदिएको होइन। मेरो प्लान्टहरू यस्तो भएको रहेछ हो। डेली हेरिबस्छु खै। यसलाई चाहिँ मैले जति चाहिँ गर्दा पनि क्या, यति स्याहार्छु र पनि यो पहिलो हुँदै जाँदैछ के भएको। यसलाई बिजी राख्नुलाई अब काम गर्नु पर्यो होइन अफिसको। यसलाई बिजी राख्नुलाई चाहिँ मैले यसलाई टिभी हेर ल भनेर भने। त्यो टिभीहरू लगाइदिएँ। म पनि काम गर्न थालेँ, पेन्डिङ कामहरू थियो होइन। कति घन्टासम्म बत्ती थिएन। त्यही कतिवटा केहरू थियो त्योहरू गर्दै थियो अफिसको। मिटिङहरू पनि थियो मेरो एकछिन बादमा होइन। यत्तिकै मैले यतिमै भिडियो क्लोज गर्छु किन म बिजी भएँ।